अब विश्वको शिक्षा एकै ठाउँमा। Dynamic Education World. Depth of Education. आदरणीय दर्शकवृन्द नमस्कार। हजुरहरूलाई स्वागत छ ड्युटीबाट प्रसारण भइरहेको कार्यक्रम मेरी आमामा। म कार्यक्रम प्रस्तुता डिजा घिम्रे उपस्थित भइसकेको छु। आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ गौरादय 1 झापा निवासी पूर्व शिक्षिका आदरणीय व्यक्तित्व भीममाया उप्रेती। आमालाई स्वागत गरौँ हाम्रो कार्यक्रम मेरी आमामा। आमा नमस्कार। नमस्कार। आमा सन्चै हुनुहुन्छ? सन्चै छु बाबु नानी। आमा हजुरको जन्म कहाँ र कहिले भएको थियो? मेरो जन्म 2017 साल असार 15 गते ताप्लेजुङ जिल्लाको मिचरिङ गाउँमा भएको थियो। हजुरको बुबा आमाको नाम चाहिँ के थियो? मेरो बुवाको नाम लक्ष्मी प्रसाद उप्रेती र मेरी आमाको नाम रुक्मिणा उप्रेती, उहाँ जो अहिले स्वर्गवास भइसक्नु भएको छ। आमा हजुरको बाल्यकाल चाहिँ कसरी बित्यो? बाल्यकाल हाम्रो पाहाडमै 5-7 वर्षसम्म पाहाडमै बित्यो, दुःख सुखसँगै बित्यो होला। त्यतिखेर मेरो बुवा हामीलाई बचपनमै छोडेर आसामतिर कमाउन भनेर जानुभयो। मेरी आमाले हामी 7 जना छोराछोरीलाई दुःखै गरेर हुर्काउँदै हुनुहुन्थ्यो। तर पनि हामीले त्यसो लाउन खानको दुःख त होइन, आमा काममा जाँदाखेरि हामीलाई घरमा चाहिँ अलिकति हेर्ने मान्छे नहुँदाको पीडा मात्रै थियो, अरू केही थिएन। हजुरको दिदीभाइ दाजु बहिनी चाहिँ कतिजना हुनुहुन्थ्यो हजुरहरू? हामी 7 जना, हाम्रो 3 जना दाजुभाइ र 4 जना दिदीबहिनी छौँ। मेरो जेठी दिदी अस्ट्रेलियामा हुनुहुन्छ, हामी 3 जना दिदीबहिनी यहाँ झापामा छौँ। आमा हजुरले पढ्न चाहिँ कतिसम्म पढ्नु भएको छ? मैले +2 गरेको छु। त्यति बेलाको समयमा पढ्नलाई त निकै नै गाह्रो थियो होला हैन? गाह्रो नै थियो, किनभनेदेखि अब गौरादहमा त्यतिखेर एसीको थिएन पनि, एसी दिन पनि अब थिएन। दमक गएर दिनलाई 3 महिनादेखि हामी ट्युसन पढेर बसिरहेको बेलामा दमकमा नआटेर विद्यार्थी धेरै भएर दमक ख गौरादह भनेर गौरादहमा हामीलाई सिफ्ट गरिएको थियो। त्यसैले धेरैजना साथीहरूलाई मैले मेरै घरमा अचानक लिएर आएर पनि एसएलसी दिने हामीले प्रावधान मिलाएका थियौँ त्यतिखेर। आमा हजुरको विवाह चाहिँ कहिले र कोसँग भएको थियो? मेरो विवाह मेरो अन्तर्जातीय विवाह भएको थियो 2042 सालमा। स्वर्गीय श्री तानबहादुर भुजेलज्यूसँग मेरो विवाह भएको थियो। उहाँ धेरै हिम्मतिलो, साहसी र जुझारु युवक हुनुहुन्थ्यो। आमा हजुरको छोराछोरी चाहिँ कतिजना हुनुहुन्छ? मेरो छोराछोरी चाहिँ हुन त मेरो 4-5 वटा नानीहरूले जन्म पाएकै हुन्, तर अहिले भाग्यले एउटा छोरी मात्रै छिन्। अरू छोराछोरीहरू मेरो सानोमै निधन भए, त्यो पनि मलाई पीडा छ। अहिले एउटी छोरी छिन् जो मनिषा, अहिले डेन्टिस्ट डाक्टर भएर समाजमा सेवा पुर्याइरहेकी छिन्। हामीले एउटा प्राइमरी टिचर भएर छोरीलाई उच्च शिक्षा पढाउनु पर्दाको आर्थिक कठिनाई, अनि अब विदेश पढ्न जाने रहर गरिन्। विदेश पढाउन पठाउँदाखेरिको मेरो अवस्था, एउटा प्राइमरी टिचरले छोराछोरीलाई डक्टर पढाउन विदेश पठाउनु पर्दा कस्तो किसिमको हुन्छ होला, यो यहाँ सम्पूर्ण तपाईहरुलाई पनि जगजाएरै छ। पैसाको त्यतिखेर सर्टेजै हुन्थ्यो, तर पनि मैले हिम्मत गरेर म आफू बसेको घर जग्गा नै मैले बेचेर मैले मेरो छोरीलाई डक्टर पढ्न बङ्गलादेश पठाएको थिएँ। त्यो मैले एउटा जुवा नै खेलेको थिएँ, किन छोरीले राम्रो नपढेको भए सायद अब आज त्यो मेरो घरबास पनि उठ्थ्यो नै होला। तर छोरीले मैले सोचे भन्दा पनि धेरै राम्रोसँग पढेर आफ्नो आमाको दुःखलाई, आमाको पीडालाई एउटा मनन गरेर उनले धेरै अध्ययन गरेर अब उहाँ विदेशको ठाउँमा बङ्गलादेशमा त्यो बङ्गाली भाषाबाट पढाउनुहुन्थ्यो अरे। उहाँ बङ्गाली भाषा उनले बुझ्दिन थिइन् त्यतिखेर, अनि रुन्थिन् अरे। अनि इङ्ग्लिसबाट उहाँहरूले बङ्गालीमा पढाएको कुरा उनले इङ्ग्लिसमा ट्रान्सलेट गरेर आफ्नो नोट कपीमा सारेर भरे घरमा आएर त्यो इङ्ग्लिसैबाट पढेर उनले अनि नबुझेको कुराहरूलाई इङ्ग्लिसबाटै क्वेसन गरेर उनले आफूले आफ्नो अध्ययन पुरा गरिन्, राम्रो डिभिजनमा पास गरिन्। आएर नेपालमा आएर उनले
त्यो पढेको विद्यालय नेपालमा आएर सिधै काम गर्न पाइँदैन थियो त्यतिखेर होइन अहिले पनि पाइँदैन त्यसको लागि एउटा नेपालमा पनि मेडिकल काउन्सिल परीक्षा पास गर्नुपर्ने हुन्छ त्यो उनले एकैचोटिमा राम्रो डिभिजनमा त्यो पनि पास गरिन् सब जीवनको मेरो सबैभन्दा ठुलो खुसी मेरो छोरीको र मेरो त्यही नै थियो। आमा हजुरलाई साहित्यमा पनि रुचि छन चाहिँ छ होइन तर म त्यति धेरै अगाडि बढ्न चाहिँ सकेको छुइनँ किनभने हरेक महिलाहरूलाई नारीहरूलाई हरेक लेखकहरूलाई एउटा सपोर्ट चाहिन्छ सपोर्ट दिने अब श्रीमानले बेलैमा छोडेर जानुभयो 63 सालमा नै उहाँको देहावसान भयो त्यस पछाडि म एक किसिमको छोरी बङ्गलादेश पढ्न गइन् श्रीमान बित्नुभयो मैले आफ्नो जीवनमा मलाई एक्लो अनुभव गरेँ त्यतिखेर मैले धेरै नै लेखेँ कविताहरू लेखहरू पनि धेरै लेखेँ तर मैले त्यसलाई उजागर गर्न सकेको छुइनँ होइन अहिले पनि कहिलेकाहीँ लेख्छु एउटा लेख कस्तो लेख्छु भने मैले यो समाजमा भएका ज्वलन्त घटनाहरूलाई लिएर मैले एउटा लेख लेख्ने गरेको छु त्यसमा मैले परिवर्तन भन्ने एउटा लेख लेखेको छु जुत्ता भन्ने पनि एउटा लेख लेखेको छु नारी भन्ने पनि लेख लेखेको छु एकल महिला भन्ने पनि एउटा लेख लेखेको छु त्यस्तै थुप्रै धेरै लेखहरू मैले लेखेको छु मेरो मङ्गल यात्रा भन्ने मेरो पेजमा त्यो तपाईहरुले पनि पढ्न सक्नुहुन्छ प्रत्येक मङ्गलबार म पोस्ट गर्छु त्यसैले अहिले अलि यो चुनावको यसले गर्दा धेरै मङ्गलबार मैले लेख्न सकिरहेको छु तर म केही लेख्छु मलाई साहित्यप्रति पनि रुचि छ। हाम्रो लागि एउटा थोरै सानो भनेर सुनाइदिनुस् न है। सुनाउनु ल मैले एउटा छोटो पहिले धेरै अगाडि लेखेको यो कविता म यहाँहरूलाई सुनाउन चाहन्छु। यो 2080 6/13 मा लेखेको रहेछु अहिले 82 भइसकेछ। यो शीर्षक चाहिँ नगर। यो दुखेको मुटुभित्र खुसीको अपेक्षा नगर यो दुखेको मुटुभित्र खुसीको अपेक्षा नगर यो आँसुको सागरभित्र मोतीको खोजी नगर यो आँसुको सागरभित्र मोतीको खोजी नगर यो खुसी रितिएको मनभित्र ममताको खोजी नगर यो खुसी रितिएको मनभित्र ममताको खोजी नगर यो भत्किएको पर्खालभित्र सुन्दर घरको कल्पना नगर यो भत्किएको पर्खालभित्र सुन्दर घरको कल्पना नगर यो चर्किएको विश्वासभित्र आत्मविश्वासको आशा नगर यो चर्किएको विश्वासभित्र आत्मविश्वासको आशा नगर यो बेसहारा धड्कनभित्र ढुकढुकीको भर नपर बेसहारा धड्कनभित्र ढुकढुकीको भर नपर बिछोडको पीडाले रुवाएको साथीसँग खुसी खोज्ने प्रयास नगर बिछोडको पीडाले रुवाएको साथीसँग खुसी खोज्ने प्रयास नगर टुटेको सपना र फुटेको मुटुभित्र कहिल्यै फर्केर चिहाउने नगर टुटेको सपना र फुटेको मुटुभित्र कहिल्यै फर्केर चिहाउने नगर यो मभित्रको विश्वास हराएको बेला मलाई सान्त्वनाको कोसेली दिने नगर यो मभित्रको विश्वास हराएको बेला मलाई सान्त्वनाको कोसेली दिने नगर सान्त्वनाको कोसेली दिने नगर। हजुरलाई धेरै धेरै धन्यवाद यति राम्रो कविता सुनाइदिनु भएकोमा। थ्याङ्क यू नानी। राम्रो त छैन तर पनि मैले लेखेको लेख भन्ने कविता भनेर मैले वाचन गरेँ। हजुरलाई यस्तो कविता लेख्नको लागि कथाहरू लेख्नको लागि चाहिँ कसले प्रेरणा दिनुभएको थियो? मेरो एक्लोपन नै मेरो साथी थियो किनभने एउटी छोरी 4-5वटा छोराछोरीलाई मैले दाह संस्कार गरिसकेको थिएँ। एउटा छोरी थिइन् ती पनि विदेश अनि मेरो साथी मेरो एक्लोपन नै थियो। त्यही एक्लोपनमा मैले कविताहरू जन्माएँ लेखहरू जन्माएँ तर तिनीहरूलाई संस्थागत गर्न सकिनँ त्यसमा मलाई दुःख पनि छ। हजुर अहिले चाहिँ आफ्नो जीवन चलाउन के गरिराख्नु भएको छ? अहिले म मेरो जीवन चलाउन केही गरेको छैन रिल्याक्समा छु किनभने अहिले म धेरै पीडा धेरै दुःख धेरै सङ्घर्षहरू पार गरेर आएको छु। अहिले मेरो छोरीले मलाई 7वटा छोराछोरीले दिने जति खुसी आनन्द सान्त्वना र सुख मलाई दिएकी छिन्। उनले भन्ने गर्छिन् मम्मी सबै थोक खानु तर एक थोक नखानु के नानी भनेर सोध्यो भने उनले भन्छन् हरेस नखानु मेरो मम्मी हरेस नखानु तपाईँको लागि म छु तपाईँलाई हर खुसी दिन चाहन्छु तपाईँ नै मेरो जीवन हो तपाईँले गर्दा नि आज म यहाँसम्म छु भनेर उनले भनिरहँदा मलाई गर्वको अनुभव हुन्छ खुसी लाग्छ। त्यसैले म मेरो छोरीको खुसी देखेर म प्रसन्न भएर दिन बिताइरहेको छु र राजनीतिमा पनि अलिअलि म चाख राख्छु। मैले यो गौरादमा
नेपाली काङ्ग्रेस पार्टीको राजनीति गरिरहेँ। त्यसमा मैले महिला सङ्घको क्षेत्रीय सभापति पनि मैले चुनाव जितेँ। अनि म अहिले क्षेत्रीय सभापतिको मेरो समयावधि सकिएर म अहिले पूर्व क्षेत्रीय सभापति छु र अहिले प्रदेश कमिटीको सदस्य छु। हुँदै हुँदै अब आरामकै विश्रामकै समयमा छु, किनभने अब मलाई अलिकति स्वास्थ्यले पनि साथ दिएन, हार्ट एट्याक आयो होइन। त्यस पछाडि मैले अलिक आराम नै रेस्टिङ गर्नुपर्ने डक्टरले बताएको हुँदा अहिले म त्यति चुनावमा भिडेको पनि छुइनँ, उठ्ने मेरो मनसाय पनि छैन। त्यस्तै हुँदै अगाडि बढिरहेको छु, किनभने अब मान्छेलाई हरेक कुराले प्रेरणा दिन्छ, हरेक कुराले ब्याक पनि सार्छ। धेरै कुरा मेरो जीवनमा घटे, दुःखका घटनाहरू। त्यसैले दुःखले भरिएको जीवनमा छोरीले खुसीले भरिदिएकी छिन्, त्यसैमा आनन्दित छु। हजुरको जीवनको एकदम नै सुखको पल चाहिँ कुन थियो? मेरो सुखको पल त जतिखेर मेरो जीवन साथी मसँग हुनुहुन्थ्यो त्यो नै थियो नि। त्यतिखेर उहाँ हुँदाको जीवन एउटा छानु भएको घर जस्तै थियो। एउटा दुःख सुखको कुरा गर्न मिल्थ्यो, दुःख सुखको सेयर गर्न मिल्थ्यो, दुःख सुखको जे जस्तो भए पनि मिलेर दुईपट्टि बसेर खाइन्थ्यो होइन। अब त्यस पछाडि उहाँ बितेपछि एक्लै भयो। छोरी अब बिहे गरेर ज्वाइँलाई दिनै पर्यो, संसारको चलन होइन। त्यही भएर छोरी पनि 2-4 वर्ष आफ्नै घरमा बसे। त्यो पनि त्यतिखेर पनि म एक्लै भएँ। खुसीको पल त अहिले अब म आफ्नो घरलाई छोडेर म छोरीको खुसीको लागि अहिले म यो घरमा, छोरीको घर हो यो, छोरीको घरमा खुसीसँग बसेको छु। छोरीको एउटा नातिनी पनि छन्, त्यो नातिनीलाई हेरेर उनलाई हेर्दै म मेरो समय व्यतीत गरिरहेको छु। त्यसमा म धेरै खुसी छु। मेरो नातिनी मेरो जीवनको सहारा बनेकी छिन् अहिले, धेरै खुसी छु म। अन्तिममा केही भन्न चाहनुहुन्छ? अवश्य पनि चाहन्छु, किनभने महिलाहरू जतिसुकै दुःखमा पीडामा भए पनि महिलाहरूले आफ्नो गोरेटो आफै बनाउनु पर्दो रहेछ। महिलाहरू आफै हिम्मत गरेर अगाडि बढ्नुपर्छ। हरेक महिला दिदीबहिनी साथीहरूलाई हात बाँधेर चाहिँ नबस्ने सल्लाह दिन्छु। उहाँहरूलाई केही न केही कुनै न कुनै कर्म गरेर अगाडि बढ्न सुझाव र सल्लाह पनि दिन चाहन्छु। र आफूले गर्न सकेको काम अविरल रूपमा गरिरहने, जबसम्म गर्न सकिँदैन तबसम्म गरिरहने प्रेरणा पनि म साथीहरूलाई दिन चाहन्छु। किनभने मैले मेरो जीवनमा पनि धेरै कामहरू गरेँ। मैले शिक्षण पेसा मात्रै गरिनँ, मैले धेरै पेसा गरिरहँदा पनि मैले धेरै कामहरू गरेँ। जस्तो मैले मौरी पालन गरेँ, आफ्नो एकल महिलाको समूहको अध्यक्ष थिएँ म। त्यतिखेर मैले मौरी पालन पनि गरेँ। त्यस पछाडि मैले अचारहरू बनाउने तालिम दिलाउनको लागि मेरा साथीहरूलाई सरकारी अफिसमा विराटनगर खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयमा लगेर साथीहरूलाई एउटा प्रशिक्षित गर्ने काम पनि गरेँ। हुँदै हुँदै अब अहिलेसम्म पनि म केही न केही गर्नुपर्छ है भन्ने मान्यता राख्ने मान्छे। त्यसैले हरेक महिला दिदीबहिनीहरूलाई राजनीतिमा पनि र अन्य अर्थ कमाउने उसमा पनि अब पुरुषहरूसँग हात थापेर बस्नु नपरोस्। आफू पनि एउटा आर्थिक रूपमा सम्पन्न हुनका लागि केही न केही गर्नुहोस् भन्न चाहन्छु। हजुरले हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरू यसरी आएर मेरो पनि केही कुरा सुनिदिने अवसर दिनुभएकोमा म पनि यहाँहरूलाई भित्री मनदेखि आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु, नमस्कार गर्न चाहन्छु। धन्यवाद। आज कार्यक्रम मेरी आमामा अतिथिको रूपमा हुनुहुन्थ्यो गौराधा 1 झापा निवासी आदरणीय व्यक्तित्व भीममाया उप्रेती। उहाँसँगको कुराकानी आजलाई यति नै। म कार्यक्रम मेरी आमाकी प्रस्तोता डिजा घिम्रेलाई पनि यहाँबाट बिदा दिनुहोस्। हस्त नमस्ते।